कर्णराजगिरी आफैमा एउटा कला साहित्यको क्षेत्रमा आफ्नो उत्कृष्ट नाम हो, जसले हाम्रो नेपालको साङ्गीतिक धरोहरलाई, साङ्गीतिक माहौललाई आफ्नो कला र कलाको माध्यमबाट अझै परिष्कृत गर्ने अभियानमा हुनुहुन्छ। म तपाईँको जीवन, अगाडिको जीवनलाई पनि अझै सुखीमय सुखमय होस् भन्न चाहन्छु। मायाको चिनो प्रदान गरिदिनको लागि म अध्यक्षज्यूलाई, गुरु आशिष गुरुङज्यूलाई अनुरोध गर्छु। कार्यक्रम संयोजक आशिष गुरुङज्यूलाई पनि ग्रहण गरिदिनको लागि म कर्णदास सरलाई अनुरोध गर्छु। त्यो जोडा फेरि पनि तालीले हौसला बढाइदिनको लागि अनुरोध गर्छु। फेरि पनि यस्तै खालको भेट, यस्तै खालको माया, यस्तै खालको सम्बन्ध सधैँ पनि कायम रहिराख्न पाओस्। आफ्नो मायाको चिनो ग्रहण गरिदिनको लागि, अगाडि आइदिनको लागि अनुरोध गर्छु। प्रदान गरिदिनको लागि म उपसंयोजक भरतज्यूलाई अनुरोध गर्छु। सबैले पुनः जोरदार तालीले फेरि पनि म अनुरोध गर्न चाहन्छु, यो सम्बन्ध, यो माया हामी सबैको सधैँ भइरहोस्। तपाईँको बानी अगाडि आइदिनको लागि हार्दिक अनुरोध गर्छु। र भने प्रदान गरिदिनको लागि म उपसंयोजक अनिल गिरिजीलाई अनुरोध गर्छु। हामी सबैले सुनेको गीत ढले 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 भनेका यो बोलको गीत साँच्चीकै तपाईँ हामी सबैको मन मस्तिष्क रसबल गीत छ, सङ्गीत छ। यो गीतको गायिका पनि हुनुहुन्छ शान्ताजी। तपाईँसँगको यो सहकारी अझै प्रगाढ बनोस्, आगामी जीवन अझै सङ्गीतमय होस्, उज्जवल होस्। म तपाईँलाई फेरि पनि शुभकामना दिन चाहन्छु। त्यसै गरी हाम्रो निमन्त्रणलाई स्वीकार गरेर छोटो समयको तयारीमा हामीलाई मनोरञ्जन दिनको लागि उस्तै लोकप्रिय कलाकार सञ्जीव सिंह राणाज्यू पनि उपस्थित हुनुभएको थियो। म उहाँलाई पनि यो कार्यक्रममा, विदाई कार्यक्रममा आफ्नो मायाको चिनो ग्रहण गरिदिनको लागि, अगाडि आइदिनको लागि अनुरोध गर्छु। भने प्रदान गरिदिनको लागि हाम्रो संस्थाका सदस्य तथा स्वयंसेवक विभागका प्रमुख राजेश राणाज्यूलाई अनुरोध गर्छु। भने ताली बजाएर उहाँको सम्मान गराइदिनको लागि म हार्दिक अनुरोध गर्छु। म सञ्जीव सरलाई पनि यो छोटो समयको बावजुद, तयारीको बावजुद हाम्रो निमन्त्रण स्वीकार गरेर यहाँ पालिदिनु भएको छ, पालिदिनु भयो, मनोरञ्जन गराइदिनु भयो। यसका लागि फेरि पनि म तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईँको पनि आगामी साङ्गीतिक जीवन अझै उज्जवल रहोस्। हामी सबैले तपाईँको नयाँ नयाँ लोकप्रिय सृजनाहरू सुन्न पाइरहौँ। म फेरि पनि तपाईँ चारैजनालाई एकपटक हाम्रो एनएन क्षेत्रीय समिति तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र आगामी यस्तै कला, यस्तै हाम्रा चाहिँ महोत्सवहरूमा फेरि हाम्रो भेट हुने नै छ। यसका लागि हाम्रो जुन बन्ने हो होइन त्यस्तै हामी म सम्मान प्रदान गरिदिनको लागि विश्वकर्मा समाजका पदाधिकारी, अध्यक्षज्यू लगायत सभासदज्यूका सबैमा हाम्रो दोस्रो साथीहरूलाई कर्मशः कर्णदास सरलाई एकछिन बस्नु होला। विश्वकर्मा समाज सेनाले कलाकारको माया हौसला स्वरूप सम्मान गर्ने कार्यक्रम आयोजना गरेको थियो। हामीले हामीसँग अनुरोध पनि गर्नु, हामीले अनुरोध गरेका पनि थियौँ। सरहरूको पनि हिजोदेखि नै अनुरोध थियो हामीले पनि एउटा कार्यक्रम गरौँ भन्ने। एकदमै समय अभावको कारणले गर्दा हिजो गर्न सकिएन। हामीले भोलि गर्ने कि भन्ने सम्भव कुरा पनि भएको थियो। भोलि सबै कलाकारज्यूहरू एउटा प्रस्ताव गर्ने कुरा आएको कारणले गर्दा यही कार्यक्रमको विषय सोपेर गरौँ भन्ने एउटा सल्लाह पनि बमोजिम आदरणीय मिठु विश्वकर्माज्यू, धनबहादुर विश्वकर्माज्यू, कमल विश्वकर्माज्यूले यो कार्यक्रमको सञ्चालन पत्र मिलाउनु भएको छ। कलाकारको हौसला स्वरूप विश्वकर्मा समाज सेनाले गरेको यो महान कार्यका लागि फेरि पनि उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। सम्मान ग्रहण गर्नको लागि म कर्णदास गिरी सरलाई अनुरोध गर्छु। भने प्रदान गर्नको लागि म मिठो विश्वकर्माज्यूलाई अनुरोध गर्छु। उहाँले खादाको सम्मानसहित आफूले सकेको आर्थिक सम्मानको रूपमा पनि उहाँले सम्मान गर्दै हुनुहुन्छ। म उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। हुन्छ, धनबहादुर दाइले किन दिँदा हुन्छ।
यो अलिकति हामीले व्यवस्था गर्न सकिरहेको थियौँ, यसको लागि म माफी चाहन्छु। यसै गरी हाम्रो लोकप्रिय कलाकार राम गगनज्यूलाई पनि म सम्मान ग्रहणको लागि अगाडि अनुरोध गर्छु। हाम्रो विश्वकर्मा समाज संघका पदाधिकारीज्यूहरूले सम्मान गरिरहनुहुन्छ। यति बेला हामीले खडगाड तालीले उहाँहरूको सम्मानमा कति पनि प्रदर्शन नगरौँ। राम गगनज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रो शान्ता रानी परियारज्यू लोकप्रिय गायिका, हामी सबैको मनमुटुमा बस्न सफल गायिका शान्ता रानी परियारज्यूलाई पनि विश्वकर्मा समाजको तर्फबाट यति बेला सम्मान हुँदैछ। म उहाँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु विश्वकर्मा समाजलाई। यति बेला हामी फेरि पनि यसै नै जोडिन पाऊँ तपाईँसँग शुभेच्छा राख्न चाहन्छौँ। त्यसै गरी हाम्रो लोकप्रिय गायक सन्जु सिंह राणाज्यूलाई पनि म यो सम्मान ग्रहणको लागि अगाडि बढ्न अनुरोध गर्छु। सन्जु सर, हामी तपाईँको बाँकी सार्वजनिक जीवन पनि अझै सुखमय होस्, सफल होस् म कामना गर्न चाहन्छु। विश्वकर्मा समाज केन्द्रलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। म हार्दिक धन्यवाद दिन चाहन्छु आदरणीय विश्वकर्मा समाज केन्द्रका पदाधिकारीज्यूहरूलाई। स्पेसल धनबहादुर दाई, हाम्रो मिठो विश्वकर्मा दाईलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। यो हाम्रो सहकारी अझै जीवन्त रहोस् भन्न चाहन्छु। यसै बिचमा म अर्को सम्मानको कार्यक्रममा जोड्न चाहन्छु। सेन्दाईवासीको लोकप्रिय नाम, खास गरी यो सुरेन्द्र फेस्टिभलको नाम बिर्सिनु भएन नि हामीलाई आफ्नो हजुर संस्थागत हिसाबले होस् या व्यक्तिगत हिसाबले हामीलाई धेरै रूपले सम्मान गरिरहेको छ। मैले फेरि अगाडि पनि भनिसकेको छु, एउटा सेन्दाईको लोकप्रिय नाम, खास गरी नेपालको चाहिँ सुदूर बैतडीबाट आफूलाई सङ्घर्ष गर्दै यो सभा गरेर हामी सँगसँगै बिताउनु भएको छ। यहाँहरूसँग कतिपय निकै बलियो नाता गाँसिसकेको छ। हाम्रो मित्रजी लगायत धेरैको नाम पनि आउँछ, मलाई सबैको नाम घोष नगराउनु समयको पनि मापदण्ड छ, समयको पाबन्दी छ। त्यसै गरी यहाँहरूसँग छुट्टै किसिमको नाता सम्बन्ध गाँसिएको छ। त्यो अर्थमा पनि हामीलाई छुट्टै बेलामा अलिकति नरमाइलो लाग्ने नै भयो, किनकि एक हप्ताको बसाइमा हामीले यहाँहरूसँग धेरैभन्दा धेरै रमाइलो गऱ्यौँ। यो रमाइलो चाहिँ यहाँहरूको साथ समर्थन, माया, प्रेम, सूचना हामीलाई पनि प्रतिदिन मुस्किलमै पर्नेछ। अन्ततः जे भए पनि हामी छुट्टै पर्छ। फेरि पनि यहाँहरूको यो कार्यक्रम रहिराख्नेछ, भेट्ने अवसर मिल्नेछ भन्दै फेरि पनि नेपालबाट आफ्नो एउटा प्रस्तुति राख्ने सुफल अवसर मिलाउनु भयो। सबै आयोजकज्यूहरू जो जति दिनसम्म यहाँसँग जोडियो, जति व्यक्तिहरूसँग चिन्जान भयो, यहाँसँगको सम्बन्ध अत्यन्त प्रगाढ रहोस्। हुन त यहाँहरू पनि व्यस्त गर्नुहुन्छ, हामी पनि रहन्छ। एउटा सम्बन्ध सधैँभरिको लागि दीर्घकालीन रूपमा सम्बन्ध स्थापित होस् भन्दै फेरि पनि अब धेरै नभएको धेरैजना साथीहरू पनि हुनुहुन्छ। सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु। र सम्मान कार्यक्रममा जो हाम्रो विश्वकर्मा समाजको आदरणीय नेताहरू यहाँ पनि भूमिका निर्वाह गर्नुभयो, सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। सेन्दाईको अवस्था, हामी सबैको अवस्था र आज हामीले प्रथम नेपाल सेन्दी फेस्टिभल सम्पन्न गर्दै गरेको अवस्थामा सायद आजको दिनले हामीलाई एकचोटि गौरवपूर्ण हिसाबले सेन्दाईमा पनि हामी सक्षम छौँ भन्ने यो खालको सन्देश दिन गइराखेको छ जस्तो मलाई अनुभूति भएको छ। मैले लामो कुरा नगरिकन आज हामीलाई हाम्रो सहआयोजकको रूपमा पनि र अरू जिम्मेदारीको हिसाबले समाज सेन्दाईले महत्त्वपूर्ण सहयोग गरेको थियो। म तामाङ समाज सेन्दाईलाई फेरि पनि हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसै गरी हामीलाई अर्को महत्त्वपूर्ण सहयोग गर्ने संस्थाको रूपमा हामीलाई युवामा हारुना माची फुटबल क्लब सेन्दाईले पनि हामीलाई
महत्त्वपूर्ण सहयोग गरेको थियो। म त्यसको अध्यक्ष तथा प्रधानको तर्फबाट पनि म्याग्नेटहरूको साझा संस्था मोना तापाङ क्षेत्रीय समिति सेन्दाईको तर्फबाट पनि हामीलाई महत्त्वपूर्ण सहयोग प्राप्त भएको थियो। म मोना तापाङको तर्फबाट सहयोग यो सम्मान पत्र ग्रहण गर्नको लागि म हाम्रो सुरेन्द्र सुनारज्यूलाई अगाडि आइदिनको लागि अनुरोध गर्छु। त्यसै गरी अर्को सहयोगकर्ताको रूपमा हाम्रो कार्यक्रमको महत्त्वपूर्ण सह-आयोजक तथा हाम्रो सहयोगकर्ता प्रवासी नेपाली सम्पर्क विभाग जापान तोहोकु समितिका अध्यक्ष एवं प्रतिनिधिज्यूलाई पनि म अगाडि आइदिनको लागि सम्मान पत्र ग्रहण गर्नको लागि अनुरोध गर्छु। प्रकाश खतिवडा सरलाई पनि पक्कै अनुरोध गर्छु। म प्रवासी नेपाली मञ्च अर्को सहयोगी संस्था प्रवासी नेपाली मञ्च तर्फबाट संस्थाका अध्यक्ष अनिल गिरिज्यूलाई अगाडि आइदिनको लागि म हार्दिक अनुरोध गर्छु। जनसम्पर्क समिति सेन्दाईको तर्फबाट म रतन ढकालज्यूलाई यो सम्मान पत्र ग्रहण गर्न अगाडि आइदिनको लागि अनुरोध गर्छु। प्रदान गर्नको लागि त्यसै गरी जुन समाज सेन्दाईको यो तर्फबाट हामीलाई महत्त्वपूर्ण सहयोग प्राप्त भएको छ। म जुन समाज सेन्दाईका अध्यक्ष अमर गुरुङज्यूलाई देखिराखेको छैन, उहाँ आउनु भएको छैन भने उपाध्यक्ष पूरण गुरुङज्यूलाई यो सम्मान पत्र ग्रहण गर्नको लागि अगाडि निकाल्न चाहन्छु। त्यसै गरी हामीलाई यो फेस्टिभलमा महत्त्वपूर्ण सहयोग गरिरहेको संस्थाको नाम रहेको छ विश्वकर्मा समाज सेन्दाई। उहाँको तर्फबाट पनि हामीलाई महत्त्वपूर्ण सहयोग प्राप्त भएको थियो। उसको अध्यक्ष मिठुन विश्वकर्माज्यूलाई पनि म सम्मान पत्र ग्रहण गर्नको लागि अगाडि निकाल्न चाहन्छु। मिठुन विश्वकर्माज्यूलाई खुल्ला लागि छैन फेरि त्यही त भनेको मैले। सुदूरपश्चिम समाज सेन्दाईका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई पनि म अगाडि आइयो सम्मान पत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्छु। यहाँ छ मसँग सुदूरपश्चिम समाज सेन्दाई नेपाली देउराले हामी धेरै मान्छेहरू एकैपटक झुम्न सफल भयो। यसको लागि सुदूरपश्चिम समाज र देउरा परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसै गरी सुकुदिया कम्पनीले हामीलाई यो हाम्रो महोत्सवलाई साथै महत्त्वपूर्ण सहयोग गर्न सफल हुनुभएको थियो। सुकुदिया कम्पनी तर्फबाट म आदरणीय भिडचन्द्र सरलाई पनि अगाडि आइयो सम्मान पत्र ग्रहण गर्नको लागि अनुरोध गर्छु। त्यसै गरी हामीलाई पनि महत्त्वपूर्ण आर्थिक सहयोग गरेको थियो। म कुमारी इन्डियन नेपाली स्टुडेन्टको तर्फबाट आदरणीय हरिकुमार सर यहाँ देखिराखेको छैन, यसर्थ एकजना प्रतिनिधिज्यूलाई आएर यो सम्मान पत्र ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्छु। मलाई हाम्रो यो प्रथम नेपाल फेस्टिभलको सन्दर्भमा खास गरी सिन अनसिन थुप्रै महानुभावहरू सहयोग गर्नुभएको छ। यसका चाहिँ प्राविधिक तयारीदेखि लिएर आर्थिक तयारीदेखि लिएर यसका थुप्रै भित्री तयारी पनि हामीले। त्यसै गरी हाम्रो फुड पार्टनर ग्रुप, त्यसै गरी हाम्रो कार्यक्रमलाई स्टल व्यवस्थापनकै सन्दर्भमा रेस्टुरेन्टको स्टल राखेर सहयोग गर्नुहुने
थाली टुकी रेस्टुरेन्टका तर्फबाट म सुरेन्द्र सुनारज्यूलाई अगाडि आई यो सम्मान गरेको गर्छु। त्यसै गरी हामीलाई सेन्दाईको यो फेस्टिभललाई सबैभन्दा धेरै ऊर्जा, सबभन्दा पहिला र सबैभन्दा आफ्नै हिसाबले मनबाटै सहयोग गर्नको निम्ति धेरै सहयोगदाताहरूले बोल्नुभयो। तपाईँ हामी सबैको सहयोगले आजको यो कार्यक्रम यहाँ सम्भव भएको हो। त्यसैले मैले सबै साथीहरूको खास गरी एउटा सिल्भर पार्टनर भएर हामीले जो घोषणा गरेका थियौँ, सिल्भर पार्टनरसम्मका साथीहरूलाई, हाम्रा सहयोगदाताहरूलाई आजको कार्यक्रममा हामीले सम्मान गरेका छौँ। र हाम्रो त्योभन्दा तलका हाम्रा पार्टनरहरूलाई सबैलाई हामीले आगामी 29 तारिक हाम्रो यो एनआइएन क्षेत्रीय सेन्दाईको अधिवेशन हुनेछ। त्यो अधिवेशन सन्दर्भमा हामी सबै सहयोगदाताहरूलाई एकमुष्ट चाहिँ बोलाएर हामीले सम्मान गर्ने कार्यक्रम छ। र आज संस्थागत रूपमा रहेका हाम्रा सहयोगदाताहरू प्लस यो सिल्भरसम्मका हाम्रा सहयोगदाताहरूलाई चाहिँ सम्मान गर्ने कार्यक्रम पनि हो। यो यसरी बुझ्नको लागि आजको कार्यक्रम मात्रै होइन, यो प्रिय मित्र प्रकाशजीलाई जो मैले प्रकाशलाई मित्र भए पनि मैले तिम्रो रूपमा राखेर, किनकि मान्छेमा भएको एउटा व्यक्तित्व परमात्मा रहेर पनि अर्थात् जुनसुकै ठाउँमा रहेर व्यक्तित्वमा देखिँदै रहेछ। नेतृत्व पदमा रहने व्यक्ति जहाँ पनि नसकिँदो रहेछ, अग्रपन्थीमा रहेछ। प्रकाशजी थ्याङ्क यू सो मच यो अवसरको लागि। र विशेष गरी धेरै भूमिका बाँडिन आजको यो कार्यक्रमको विदाय तथा सम्मान कार्यक्रमको सभापतिज्यू, प्रमुखज्यू लगायत जति पनि यहाँ छ। मैले जापान आफूमा एउटा विश्वमा एउटा विकसित मुलुकको एउटा सूचीमा परेको देश हो र सौभाग्यमा हामी नेपालीहरू यो देशमा हुनुहुन्छ र आफ्नो कर्ममा क्रियाशील हुनुहुन्छ, व्यस्त पनि हुनुहुन्छ। यो व्यस्तताको बावजुद पनि नेपाली कला संस्कृति भाषा साहित्यलाई संरक्षण र प्रयोग गर्नुपर्छ भन्ने एउटा कुराहरू रहँदै पनि यहाँले अत्यन्त धेरै समय म्यानेज गरेर यो कार्यक्रम सम्पन्न गर्नको लागि मैले कतिपय कलाकारहरूसँग कलाकारभन्दा पनि कतिपय हाम्रो आयोजकज्यूहरूसँग म पनि प्रोग्राम चाहिँ इभेन्टहरू आयोजना गर्ने भएको हिसाबले हेर्दाखेरि नाच्ने गाउने सानो प्रोग्राम देखिँदा पनि यसको भित्री पक्षहरू समायोजन गर्नको लागि, कार्यक्रम आयोजना गर्नको लागि अत्यन्त कठिन परिस्थितिहरू गाह्रो हुने गर्छ। र पनि यहाँहरूले प्रयास गरेर पनि अत्यन्त सभ्य र भव्य तरिकाले सम्पूर्ण नेपालीहरूलाई, धेरै बहुसङ्ख्यक नेपालीहरूलाई एकै ठाउँमा राखेर यहाँहरूले अत्यन्त सभ्य र भव्य कार्यक्रम आयोजना गर्नुभयो। यहाँहरूप्रति व्यक्तिगत रूपमा धेरै पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु। र विशेष गरी हाम्रो समीक्षा म्याम अगाडि हुनुहुन्छ,